एम्बापे 2 गोल, हाल्यान्ड 2 गोल। स्टारहरूले वर्ल्ड कप तताउन थालेका मात्रै के थिए अनि एन्ट्री भयो सुपरस्टार द बोसको। जुनियरहरू साइड लाग, सिनियर भनेको सिनियर हो। मेसी ह्याट्रिक, टप स्कोरर अफ अल टाइम इन द वर्ल्ड कप। भाइहरू युरोपियन लिग युसिएलमा जे गर्नु छ गर, म अहिले मायामीमा चिल गर्दैछु। वर्ल्ड कप आएपछि लेभल देखाउँछु भने जसरी स्टिल द बेस्ट प्लेयर इन द वर्ल्ड। अब को बाँकी रह्यो? यो डेस्टिनी हो। रोनाल्डोले नि कमसेकम 2 गोल हान्छ, सुई गर्छ अनि पुरै संसार बौलाउँछ। वर्ल्ड कपले पिक हानिसक्यो। अहिलेसम्मको बेस्ट डे अफ द वर्ल्ड कपलाई गहिराईमा छलफल गरौँ है त। सुरुमा त मेसीले खेल्छ कि खेल्दैन, फिटनेस के छ, यो वर्ल्ड कपमा अलिअलि खेल्ने होला, यङ प्लेयर नै हुन् यसपालि भन्ने अनुमान थियो। तर नो, बुढाहरू बेन्चमै बस, दाइले खेलेर देखाउँछ भने जसरी। अर्जेन्टिनाको लाइनअप सधैँ मिडफिल्ड हेभी, अल्मादा मात्रै विङ्गर टाइपको। यिनीहरूको गेम प्लान नै सेन्टरमा सर्ट स्पेस कम्बिनेसनहरू त्यो गरेर गोल हान्ने हुन्छ। धेरै बल पनि अल्जेरियाले नै राख्यो, तर खासै क्लियर चान्सहरू चाहिँ निकाल्न सकेन। गोलहरूमा जाउँ, गोलमा सुरुमा चाहिँ यो दिपलको तारिफ गर्छु म। यसले यो मोमेन्ट पनि राम्रो गरेको छ, तर होल गेम पासिङहरू राइट साइडमा गएर फुलब्याकको लागि कभर दिने, कम्बिनेसन खेल्ने, होइन, कुद्ने, यसको 3वटा फोक्सो छ भनेर लास्ट वर्ल्ड कपमा भनिन्थ्यो। अहिले पनि यसको 3वटै फोक्सो छ। अब एमएलएसमा खेल्ने प्लेयरहरूको लेभल खसिसकेको हुन्छ, सक्दैन भनेर भनिन्छ, तर यसले फेरि आफ्नो लेभल देखाइसक्यो। अर्जेन्टिनाको प्लेयरहरू एमएलएस अर्जेन्टिना जहाँ खेले पनि आफ्नो लेभल वर्ल्ड कपमा देखाइहाल्छन्। अब यसमा यो पास हेर्नुपर्दा पास अफ द टुर्नामेन्ट भन्छु म। यहाँ 2टा लाइन, फर्स्ट लाइन, यो सेकेन्ड लाइन, 2टा लाइन ब्रेक गरेर पास दिएको छ। अब फुटबलमा एउटा लाइन ब्रेक गरेर त दामी पास दियो भन्छन् है। यहाँ 2टा लाइन ब्रेकिङ पास दिएको छ सिधै मेसीलाई दियो। अब प्लेयरहरूको मुभमेन्ट पनि हेरौँ है। यो प्लेयर ठ्याक्क 2टा प्लेयरको बिचमा रन बनाइरहेको छ, यो प्लेयरले पनि अर्को 2टा डिफेन्डरहरूको बिच रन बनाएको छ। यसले गर्दा के हुन्छ, मेसीलाई स्पेस र टाइम मिल्छ। यिनीहरूले चाहेको भए चाहिँ यो बिचतिर थ्रु बल पाउँछ कि भनेर गोल हान्नलाई बिचतिर मुभमेन्ट पनि गर्न सक्थे, तर यो इन्टेलिजेन्ट मुभमेन्ट मेसीको लागि, अनि मेसीलाई टाइम र स्पेस दिएको काम लागिहाल्छ। सर्ट गोल, फर्स्ट गोल अफ द वर्ल्ड कप फर मेसी। सेकेन्ड गोलमा मार्टिनेजले मेसीलाई सिधै पास दिन्छ। अब यो मोमेन्टमा मेसी यहाँ छ, यो मकालिस्टर हो कि को हो यो, यसले चाहेको भए यहाँ पास दिन पनि सक्थ्यो, खाली थियो, रोक्ने कोही थिँदै थिएन। मेसीले 1 टच गरेर सर्ट हान्न पनि सक्थ्यो। मेसीको इन्टेलिजेन्स यो हो क्या, खाली स्पेसमा दिमाग लाएर कता कताबाट पुगिसकेको हुन्छ। अब यहाँ पास चाहिँ पाएन, सर्ट हाने, फेरि मेसी र गोल। थर्ड गोलमा जाउँ, थर्ड गोल पनि फेरि मेसीबाटै सुरु हुन्छ। मेसीले यहाँ पास दिन्छ। अब यहाँ यो अल्जेरिया प्लेयरहरू यो अनि यो पासिङ लेन बन्द गरेर के सर्जरी नगरिकन वर्ल्ड कप खेल्नलाई मार्क्स लागेको रहेछ। 3 गोल खायो वर्ल्ड कप डेब्युमै। जिदानले पनि टाउको हल्लाएको फोटो आइरहेको थियो। जे होस्, यसको गेम खराब गयो। मेसी ह्याट्रिक, मिरोस्लाभ क्लोजसँगै 16 गोल। अब एम्बापेले यो रेकर्ड जसो तसो तोडिहाल्छ होइन, तर यो वर्ल्ड कपसम्म चाहिँ मेसीले नै त्यो रेकर्ड होल्ड गर्न सक्छ कि भन्ने कुरो हो। मेसी गोल्डन बुट, गोल्डन बल दुइटैको लागि फर्स्ट म्याचदेखि नै ताकिसक्यो र फेरि अर्को वर्ल्ड कप जित्ने दाउमा पो छन् हौ यिनीहरू। अब फ्रान्स र सेनेगलको गेमको कुरा गर्नुपर्दा एम्बापे फेरि हिरो भयो। मेसी बेस्ट प्लेयर इन द वर्ल्ड त होला, तर बेस्ट वर्ल्ड कप प्लेयर अफ अल टाइम एम्बापे नै हुनेवाला छ। टप स्कोरर पनि त्यही हुनेवाला छ। अझै यसले 2टा वर्ल्ड कप त खेल्छ होला, 3टा वर्ल्ड कपमा कतिवटा वर्ल्ड कप जित्छ, कति गोल हान्छ। जे होस्, एम्बापेलाई क्लब करियर भन्दा पनि नेसनल टिमको करियरबाट याद हुन्छ जस्तो छ। रोनाल्डो नाजारियो भन्ने बित्तिकै ब्राजिलको जर्सी याद आउँछ नि, त्यो कुन क्लबबाट खेल्यो यादै आउँदैन। मेसी रोनाल्डो भन्ने बित्तिकै बार्सिलोना, रियल माड्रिड, म्यान्चेस्टर युनाइटेड भनेर दिमागमा त आउँछ। एम्बापेको क्लब करियर त्यति राम्रो गएको छैन। अब यो म्याचको कुरा गर्नुपर्दा फर्स्ट हाफमा चाहिँ सेनेगलले टक्कर दिएकै हो, चान्सहरू पनि मिस गर्यो। फ्रान्स फर्स्ट हाफमा एकदम डिस्कनेक्टेड, डिफेन्स पनि ओपन नै थियो। चान्स हेर्नुपर्दा यहाँ डिफेन्समा 1, 2, यो फुलब्याक पनि अगाडि कमिट गरेको छ। खासमा 4 जना चाहिँ पछाडि बस्नै पर्ने हो सेफ्टीको लागि। कोही टिमहरू 5 जना पनि बसिरहेको हुन्छन्, तर यहाँ फ्रान्सले पुरै रिस्क लिएर यसरी काउन्टर अट्याकमा गोल हाने दाउ गरेको छ। गोलकिपर लक्की, उसको जिउमा ठोक्केर बाहिर जान्छ, गोल पनि हुन सक्थ्यो यो। फ्रान्सको फर्स्ट गोल हेर्नुपर्दा ओलिसे मेन क्रिएटर। ओलिसे फर्स्ट हाफमा पछाडि झरेर बल लिने गरेर सेन्टरतिर खेलिरहेको थियो, तर सेकेन्ड हाफमा प्लान चेन्ज गरेर यो विङतिरबाटै अट्याक गर्न थाल्यो र यहाँ सेनेगलको डिफेन्सिभ ब्लक बाहिरबाट पुरै ब्लक कट्ने मिठो पास कटाएको छ है। यहाँ म यो डिफेन्डरलाई पनि दोष दिन्छु, यसको कन्सन्ट्रेसन, फोकस लुज भयो भन्ने कि के भन्ने, त्यसले गरेर एम्बापेको मुभमेन्ट नै थाहा भएन अनि थाहा पाइन्जेलसम्म लेट भइसक्यो। यो क्वालिटीको अट्याकरहरूसँग एक मोमेन्ट स्लिप भयो भने पनि गोल खाइने रहेछ भनेर थाहा हुन्छ। पास मिठो र गोल। अब यो सेकेन्ड गोलमा बार्कोला र एम्बापे एकैतिर दौडिरहेको थिए। त्यसपछि एम्बापे डिक्टेटर त बाटो छोड्नेवाला थिएन। बार्कोला नै म डिरेक्सन चेन्ज गर्छु भनेर डिरेक्सन चेन्ज गर्छ र डायगोनली रन बनाएर यो खाली स्पेसमा दौडिन्छ र गोल हान्छ। त्यसै गरी सेनेगलले गोल पनि दामी हान्यो। यो एम्बायले यो थियो हर्नान्डेजलाई यहाँ सुताइदिन्छ है ड्रिब्लिङ गरेर।
सुताइदियो। अब सेभ चाहिँ गोलकिपरले गर्न पर्थ्यो भन्छु म। अनि यो थर्ड गोलमा फुल एम्बापे मास्टर क्लास। यहाँ पनि फेरि ओलिसे डेम्बेले त यो गेम तोरी नै खेल्यो। बालन्डोर जित्ने भने ओलिसे कि त एम्बापेले नै जित्नेवाला छन्। डेम्बेले साइड लागिसक्यो जस्तो लाग्छ मलाई। तर यो ब्रिलियन्ट गोल एम्बापेले यो वर्ल्ड कप पनि तताउनेवाला छ। यो गेममा गायब भए पनि एक दुई मोमेन्टमा के गर्छ यसले। वर्ल्ड कप एम्बापे सबसे डेन्जरस प्लेयर हो। र अर्को गेममा अर्लिङ हाल्यान्डले नर्वेबाट 2 गोल हानेको छ। त्यो गेममा स्कोर लाइन हेर्दा चाहिँ नर्वे खतरै रहेछ कि भन्ने जस्तो लाग्छ। तर नर्वे डिफेन्सिभली पोजिसनमा पनि त्यति राम्रो देखिएको छैन। अरू गेमहरू त्यसलाई टफ नै हुनेवाला छ। के हुन्छ हेरौँ। हाल्यान्ड, एम्बापे र मेसी तिनटै चप्किए। आज बेलुका रोनाल्डो दाजुको पालो छ र अब चाहिँ वर्ल्ड कप पुरै रूपमा लागिसकेको छ।